जिसका के भयो फोटो देखेर ला हेर त यत्रो भाइ अरे 10 रुपैयाँ त छोराले एक दिन आउँछ सिसा कलमले बिहान नयाँ लगेको अहिले एक टुक्रो लिएर हराएर अर्को लगाउँछ है भोलि यो आउँछ हुन थाहा छैन दादा कता हो दादाले नि हराउँछ अलिकति तिम्रो त एक नर्सरी पनि केटाकेटी भएको साना हराउँथेन जा तासेर दिन्छ यसले दादाले जा भनिदिउ पा गरिदिउ छोड त्यसलाई पा गरिदिउ ए होइन बारेका पिट्ने होइन मेरो छोरीलाई पिट्ने होइन है दादालाई पिट्ने होइन माया गर्नुपर्छ दादा हो दादा दादा भन छोरी दादाले कस्तो झोला दिन्छ आउन बित्तिकै बाबुलाई झोला बोकाइदिन्छ ठोक्काउँदै यहीँमा फोन गर्छु बाबाले फोन गर्नु थियो अनि के रामराज लेखेछ नि तँ ए यो ल्याउन ला हो कसरी सकिन्छ भनेर लौ न त लौ चाची फाल्दै र तान्ने त्यसै तिमीलाई जाउँ कि तिमीलाई चाहिँ पुरी आज नि हौ कहाँ कान्छी छोरी मेरो छोरी कहिले हिँड्ने एकछिन हिँड्न सक्दिनँ नि क्या बाबा सक्ला नि त्यस्तो उम्मिने गरेर यस्तो हिँडिहाल्छ नि चप्पल लाउनु न त्यो जात्रा खुट्टा दुख्दैन के टङ गराइदिएर लगाइदिए बाहिर नजाऊ ढोका त यति खोल्दिन न चरपासी त जानियो त भन्छ यता भाइले भित्र बस्ने भन्दैन भाइले कस्तो छ यो आइजा मुनिले बुबु खाइदियो यसको आइजा रिरामले दुध खान लागेको त डन्डेर आएको यो त अस्ति हो र कहाँ बस्न अस्ति घर जाने बेला कोचाकोच भएर उसमा रिजामलाई कहाँ राखेँ एउटी केटी त उहाँ केटीले लैदिए यहाँबाट बुटोलबाट घरसम्म यसलाई सानकेटा कहाँ राखेर यसलाई कहाँ राखेर त्यसपछि त कस्तेर यो निदाएका बेला त निदा नहेरेर उता खेलो भने खेलो यता रिजाम कहाँ बस्यो देखे त रिसी नि फेरि आउने आफू रिजामलाई पिट्ने रिजामलाई कहाँ बस्न त दिन्न यसले ढोका खानाको मिस्त्री हो क्या मिस्त्रीको छोरो त साँच्चै चाहिँ बिहान तिनी रामजीले बनाउनु लाग्यो गर्थ्यो तान्न हाल्नलाई चाहिँ मेरो छोरीले सुरु गरिसिन् काम बाबाको त्यही हाल्नलाई होला कि त्यही चिम्टी लगाएर हो हालिसक्छ अस्ति टेप लगाएको त च्यात्ते पारेर फाल्दैछ टेप त तलको त होइन भाँच्यो भने त्यहाँबाट के न के हुन्छ केटीको चाल लाग्दिने यो केटी चाहिँ बोल्नु केटी यो कि आइज तेरो टोकरी भयो आइजले यतिलाई आइज ल बत्ता लिएर आइज यता आइज त्यहाँ नराखेछ है आऊ यता आऊ लिएर आऊ छोरी आऊ यता आऊ राम्रो चल्छ कुलर त चल्छ खरे कुनै लाइन गयो भने मरिन्छ खरे बाबा आज राति 12 बजीबाट 3 बजीसम्म गएको यस्तो गर्मी भएर छटपटाइ रिदम कराउँछ यो त अब हम्किनी सुत्दै गर्छु अरू राम्रो म सबै एकै ठाउँ सुत्न अटाइन्न त्यही पनि एउटालाई हम्किदिएर नि भएन मच्छरदानी लगाएको हामीले त लाथ्यौँ गर्नु भएन रिदमलाई लगाइदिन पहिले मानेन र पछि त टोकेछन् र फेरि उठेर लगाइदिए छ तारातिर जान नि भएन यसलाई छोडेर सुतेकालाई फेरि
बेसर लिएर कता जाने मच्छर बेसर लाहा यो कुलरमा पनि लाग्छन् क्या खै मच्छर बस्ने रहेछन् क्या मच्छर लाहान मच्छर नलाउने त मार्छन् यो पङ्खा र त्यसपछि त्यो खिटखिटेर उठ्को चलाएको त्यसको त फेरि यो त पोहोर त नयाँ चादर लिएर आएको के चादर हाम्रो त नि निस्केर गयो यो टुप्पो अर्को गाँसेर हुन्छ र के बाबा के निस्केर गयो तिन सटना छ बिचमा चट्टा काटेर गाँसी हुन्छ सटना छन् होइन र कुनै मैले अहिले रामजीलाई निकालेर देखाइदिनलाई निकालेको थिएँ गोतीलाई रहेनछन् कि कसैका कस्तै नि नमिलेका उप्पा मैले ट्रान्सै पनि हुन्छ तार भेटाउनु सके बिचा काटेर दुईटा तार हुन्छ जस्तो कलर छ त्यसै कलर गराएर छुट्टै टेप लागेपछि हुन्छ त्यसमा करेन्ट खासै आउँदैन कि त्यसमा उहाँबाट आएको तारमा हुन्न करेन्ट त्यसमा हुन्न त्यता आएकोमा खासै भाइसिन त्यस्तै टुप्पो भेटाएर बिचाबाट काटेर अलग अलग टेप लाउने छुट्टै छुट्टै दुईटालाई अलग अलग टेप लाउने त्यसपछि गरे हुन्छ त्यहाँ पनि एकैछिन यो चार्ज भयो सङ्कलिन्न गरेर ऊ एकैछिनलाई पनि लाइनमा जोडे पारे यसो आउँछ ब्याट्री फेर्नु पर्छ ब्याट्री फेर्नु पर्ला म आएर बनाउँदा छोडिदियो असमले आऊ बेसरी उजेलो छ अझै उज्यालो यति छिटो पनि 5 बजे 6 बजे चाहिँ बल्ल 7 बजीसम्म उज्यालो 7:30 बजीसम्म उज्यालो हुन्छ हे मेरो बा कहाँबाट रामजीले झोलाडा खसे कहाँबाट काटी खसेको अहिले भेटाएको नै भाइ धन्दा फाल्दै खाला फेरि सटोमा फाल्दैन बिहा चाहिँ मैले लिएर आएको थिएँ पनि कतिवटा लिएर आएर नचाहिएको यहाँ आउँदै टुक्रा तारका फलमका दिन भित्रबाटका तामाको तार सार त मैले बोकी त टकटकाएर फालिदिनु यहाँ खसेको कहाँबाट धन्दा भेटाइन्छन् मेरो छोरीले भाइ ए छोरी गराउ त ल बसौ बसौ यत्रलाई यसरी बच्चा पनि कति थाहा भएको भएको र गिलास राखेर हल्लाउँछ मेरो छोरीले भनेको बा हो यहाँ हेर बा 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 कति छु बा होइन देखि बालाई देखि नाच्दिउ अरे मेरो नाच्दिउ नाचिन् छोरी नाचिन् फुनफुनु नाचिन् कान्छी छोरी नाचिन् खै नाचेको खै अब नाचिन् उडबास नाचिन् उडबास नाचिन् उडबास मम्मा पनि भने हुन्छ है त त्यसै कि बाबा 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 नभएको भएर बाबा भनिदियो कि बाबा भन्ने सहिलो भएर हो छोरी पकार बेस मोटाएर